हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर तपाईँहरूलाई देखाउँदैछु। हेर्नु गाइस, यस्तो चाहिँ यो बहिनी चाहिँ पुरा रमाइलो गर्दै ब्लग बनाउँदै, ऊ पनि ब्लगर हो। अनि ब्लग बनाउँदै हाम्रो यहाँ 4-5 जना चाहिँ ब्लगरहरू थियो। अनि हामी चाहिँ ब्लग बनाउँदै इन्जोय गर्दै हल्का रमाइलो गर्दै अनि क्लास जाँदै थियौँ, मण्डला क्लास। आजदेखि चाहिँ हाम्रो मण्डला क्लास स्टार्टिङ भएको थियो, मण्डला क्लास। अनि दिदीले, यहीँको दिदीले, हाम्रो जियरको दिदीले सिकाउनु हुँदै थियो, त हामी सिक्नु जाँदै थियौँ। अनि पुरा मजा आयो कि गाइस। ऊ बहिनीले चाहिँ एकदम इन्टरटेनमेन्ट के भन्दै रमाइलो गर्दै हामी हिँड्यौँ क्या गाइस। यस्तो ऊ भएर त झन् गाडीमा पनि अरू बेला त टाउको दुख्थ्यो, भमिटहरू आउँथ्यो के। त्यो आज चाहिँ गाइस उसलाई देखेर त मलाई केही पनि भएन। आज चाहिँ रमाइलो गर्नुपर्ने पुग्यौँ। यिनीहरूको चाहिँ यहाँ हो ल जा। हामी चाहिँ पुग्यौँ, हामी गएर बस्ने हो। यस्तो छ पार्क यहाँनिर नानीहरूले खेल्ने। इस ऑटो में बनाया इसका तुलसी अच्छा लगा। एउटा बहिनीले बनाएको दामी बनाएको छ। साजुको यहाँ क्लासमा यस्तो हुँदैछ। आज चाहिँ यस्तो भइरहेको छ। म चाहिँ रेस्ट गर्दैछु। अब काममा गएर भेट्छु, बसमा भेट्छु होला 4 किलो। चलो चलो छुट्टी हो गई, क्या कर रहे हो? चाय पकौड़े आ गया। यहाँ पर दीदी, नानी हेर्ने दिदी। अनि यहाँ चाहिँ म हल्का पिङ खेल्दै इन्जोय गर्दै पिङको मजा लिँदै गाइस। हेर्नुहोस् कस्तो मजा आयो। गाडीमा बसेछ, सबैजना बसिसक्नु भयो, गरम भयो। बस छेउमै बसेको राम्रो। बाटो खाली गर फटाफट। तिमीले त होलीको ब्लग चाहिँ हालेन त। होलीको ब्लग डिलिट भएको मोरेछ। राडो भन्दै थियौ त तिमीले त। गयो राडो यसरी हो। राडो गर्दै त उन्होंने देखा पूरा देखा। राडो गरेको राडै भयो नि त। लास्टमा हरायो। मसँग नि यस्तो कला भन्ने कुरा एकदम धेरै छ के। ल त गाइस, आजको ब्लग यहीँ एन्ड गर्छु। लाइक एन्ड सब्सक्राइब माई च्यानल। थ्याङ्क यू वाचिङ माई भिडियो। बाई बाई।